ओके गाइजहरु मूर्ति बन्दैछ त्यसको लागि रडहरु बनाइएको छ गाइज हेर्नुस् मूर्ति बन्दैछ पितल बनिसकेको छ ओके गाइज Bye. हाम्रो भेना आर्टिस्ट हामी विदेशै जानु पर्दैन हामी भेनालाई यही मूर्ति बनाउने एउटा दोकान खोल्यो भने हाम्रो भेनाले महिनाको लाखौँ लाख कमाउनुहुन्छ यता हेर न एक झलक सुप्रियाले लिपिरहेको छिन् यति राम्रो लिप घस भइरहेको छ यहाँ अब मूर्तिहरू सबै चकाचक हुँदैछन् कसैलाई मूर्ति बनाउनु परेमा सम्पर्क गर्नु होला र कसैलाई लिप्नु परेमा पनि सम्पर्क गर्नु होला लिप्ने मान्छे यहाँ हुनुहुन्छ यता एक झलक
ऊ गर्नु के भएन हजुरले त यो के अरे पेन्टिङवाला अनि यो यस्तो मूर्ति बनाउने खोल्नु के Okay guys, finally म तयार भइसकेको छ। धेरै दिनपछि आज अब यसलाई रङसँग स्टार्ट गर्नु हुन्छ। हाम्रो बाजेले ढेकी कुटिरहनु भएको छ। ढेकी पनि यहाँ टक्कै छ। अब रङ लगाएपछि टक्कै राम्रो हुन्छ यहाँ। हाम्रो सोधिनीले रक्सी पारिरहनु भएको छ। यहाँ रक्सीको भाँडा सहित दिनु भएको छ। यहाँतिर काफी पुग्दै हुन्छ अहिले ओके गाइज ओके यो चाहिँ नि मगरहरूले पिसाउने चाकी होइन। हजुर जे होस् हाम्रो अहिले पो मिलहरू आछ होइन, अगरम बगरम आछ अहिले पिस्ने। अहिले जे होस् पहिले पुर्खौलीहरू चाहिँ यही पिसेर
गर्नुभयो। तपाईँको कलालाई पनि सुलुट मार्नुपर्छ एकदम। जे होस् मगर सङ्ग्रहालयमा मगरहरूको मूर्ति बनाउनु भएको छ, एकदम धेरै धेरै धन्यवाद। जे होस् मगर सङ्ग्रहालय नेपालको शान, एकदम हजुरको कलालाई एकदम सल्युट छ, तपाईँको कलालाई एकदम धेरै धेरै धन्यवाद तपाईँको कलालाई। हल्का यसलाई सुझाव दिनु होला, कमेन्टहरू दिनु होला। यो बारेमा धेरै कुर्दै हुनुहुन्छ एकैसँग सब फ्यामिली तयार भइसकेको छ मूर्तिहरू। यता नानीले रक्सी पार्दैछन्, के कस्तो छ गल्ती कमजोरीहरू भनिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। ओके साथीहरू, झाँकी पिच्दैको मूर्ति तयार भइसकेको छ। थ्याङ्क यू साथीहरू, धन्यवाद धन्यवाद धन्यवाद।